आत्मीय विद्वतजन हार्दिक नमस्कार तथा स्वागत गर्न चाहन्छु। आज पनि यो भिडियो मार्फत तपाईहरु सबैजनालाई आज मैले एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। ज्योतिष शास्त्र सम्बन्धी यो विषयवस्तु रहेको छ लग्न। लग्न भनेको के हो, यसको महत्त्व के छ भन्ने विषयमा आज चर्चा गरौँ। लग्न भनेको कुण्डलीको पहिलो घर हो। लग्न भनेको कुण्डलीको ऐना हो, दर्पण हो। त्यसकारण लग्नले सम्पूर्ण कुण्डलीको प्रतिबिम्बित गर्दछ भन्ने कुरा जान्न सकिन्छ। पहिलो घर जहाँबाट कुण्डली हेर्न सुरु गरिन्छ, त्यसकारण यसको अत्यन्तै महत्त्वपूर्ण स्थान छ। यो पहिलो घरले व्यक्तिको सम्पूर्ण व्यक्तित्वलाई प्रतिनिधित्व गरेको हुन्छ। व्यक्तिको स्वभाव अनि उसको गुण अनि व्यक्तिको प्रकृतिका बारेमा हामीले यसबाट हेर्ने गर्दछौँ। शारीरिक बनावटका बारेमा पनि यसबाट हामीले हेर्छौँ। र लग्न भनेको एउटा महत्त्वपूर्ण बिन्दु हो। लग्नको मालिक केन्द्रमा गएर बसेको छ भने र त्यो उच्च स्वगृही मित्रको घरमा भएको अवस्थामा अझै त्यसले एकदमै राम्रो फल प्रदान गर्ने गर्दछ। लग्नलाई हेरेर कुण्डलीको समग्र भविष्यवाणी हामीले गर्दछौँ। आत्मीय विद्वतजन, तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईहरुको साथ, सहयोग र समर्थन हामीलाई जहिले पनि आवश्यक हुन्छ। यदि तपाईलाई ज्योतिषशास्त्र सम्बन्धी विषयवस्तुहरू मन पर्छ भने यो च्यानलमा गएर प्लेलिस्टमा गएर हेर्न सक्नुहुनेछ। आजका लागि यति नै। अर्को कुनै भिडियोमा भेट्दै गरौँला। धन्यवाद।